जुलाई 20 12:45 फुटबलको ग्रेटेस्ट स्टोरी लाइन लियोनल मेसी भर्सेस लामिन यामाल अर्जेन्टिना भर्सेस स्पेन 2026 वर्ल्ड कप फाइनल मेसी द ग्रेटेस्ट प्लेयर अफ अल टाइम र यामाल मेबी द ग्रेटेस्ट प्लेयर अफ न्यू जेनेरेसन। मेसी पछि मेसी जस्तै मेसीसँग मिल्ने सबसे नजिक प्लेयर कोही जन्मेको छ भने त्यो यामाल नै हो। यो फोटो धेरै फैलिरहेको छ। वर्ल्ड कप रिग्ड हो कि होइन थाहा भएन। यो जिन्दगी भन्ने चिज चाहिँ रिग्ड नै रहेछ। कसरी हुन सक्छ यार? यस्तो ऱ्यान्डम चिज कसरी मिल्न सक्छ? यो सायद युनिसेफको क्यालेन्डरको लागि फोटोसुट थियो। अरू धेरै प्यारेन्ट्स जस्तै यामालको प्यारेन्ट्सले पनि यामालको नाम हालिदिए। त्यसबाट यामाल नै सिलेक्ट हुनुपर्ने। अनि यता बार्सिलोनाबाट पनि मेसी नै त्यो फोटोसुटमा जानुपर्ने। मेसी त्यति बेला भर्खर 20 वर्ष कति थियो। अनि मेसी जस्तै यामाल पनि बार्सिलोनाको फुटबल एकाडेमी लामासियामै भर्ना गर्नुपर्ने। बार्सिलोनाबाट खेलेर मेसीकै नम्बर 10 लाउनु पर्ने। अनि मुभीको क्लाइम्याक्स जसरी मेसीको लास्ट वर्ल्ड कप र यामालको फर्स्ट वर्ल्ड कपमा यिनीहरूलाई फाइनलमा भिड्नुपर्ने। यो देखेर पनि जिन्दगी ऱ्यान्डम हो के भन्नु यार? सबै रिग्ड छ, जिन्दगी रिग्ड छ, यो संसार नै रिग्ड छ। त्यही माथि यो एआई भिडियो एडिटरहरू त झन् के बनाउँछन् यार। गुजबम्स नै दिन्छ कुनैले त। फेरि पनि अर्जेन्टिनाको कमब्याक, फेरि पनि मेसीको इम्प्याक्टले गर्दा कमब्याक, फेरि मेसी म्यान अफ द म्याच, फेरि अर्को वाइल्ड म्याच। सबैले मानेको मेसीको नेसनल टिमको पर्फर्मेन्स 2022 वर्ल्ड कपमै बेस्ट थियो। वर्ल्ड कप जितायो, ह्याप्पी इन्डिङ भयो। अब फेरि 39 वर्षमा वर्ल्ड कप खेलेर 8 गोल 4 असिस्ट दिएर अर्जेन्टिनालाई कमब्याकमाथि कमब्याक गराइरहेको छ। प्लेयरहरूलाई सम्मान दिने एउटा तरिका भनेको स्टेडियम अवार्डहरूको नाम प्लेयरको अनुसार राखिदिन्छन्। म त भन्छु यो फुटबल हो कि सकर हो भनेर डिबेट गरेर राख्नै पर्दैन। सिधै फुटबलबाट अब मेसी बल नाम राखिदिए हुन्छ यो स्पोर्टको। म ब्राजिल फ्यानलाई त यो अर्जेन्टिना र मेसीको कमब्याकले बौला बनाउँछ। झन् मेसी अर्जेन्टिनाको फ्यानलाई के भइरहेको होला? सबै तारिफ मेसीलाई पनि नदिउँ। एन्जो फर्नान्डेज, लौतारो मार्टिनेज, बाँकी अरूले पनि गरेर कमब्याक हानेको हो। त्यसमा इङ्ल्यान्डको आफ्नै प्लानले पनि हो, त्यो पछि कुरा गरौँला। तर यो अर्जेन्टिनामा केही छ के? सजिलै हार मान्दैन। यसमा ट्याक्टिक्स प्लेयरको क्वालिटी केही आउँदैन। स्कालोनीलाई पनि थाहा छ यो उसको बाहिरको कन्ट्रोल हो। ठिक छ, स्कालोनीको सब्स्टिट्युसनले गेम चेन्ज हानिरहेको छ, त्यो आफ्नो ठाउँमा ठिक छ। तर त्योभन्दा पनि अर्जेन्टिना टिमको त्यो युनिटी, हामी एकअर्कालाई हार्न दिँदैनौँ, मेसीले हार्न दिँदैनौँ भनेर जुन आएको छ नि, मेसीलाई फाल हान्नुपर्छ। ओरीको 2-3 जना मात्रै होइन, डिफेन्स लाइनदेखि सबार हानहान गर्न खोज्छन्। त्यो आगोबाट निस्किने पर्फर्मेन्सलाई निकाल्न जति ट्याक्टिक्स लाए पनि हुँदैन। यो युनिटी भन्ने चिज यतिकै आउने पनि होइन। स्कालोनी आफैले भनेको छ, म बरु ट्रेनिङ सेसन, भिडियो एनालाइसिस सेसनको टाइम घटाउँछु अनि बारबिक्यूहरू राख्छु, मासु खान्छु। यसको पनि ट्रेनिङ जतिकै भ्यालु छ। जितेको म्याच स्कोरहरू त्यो याद त भइहाल्छ, तर यस्तो मोमेन्टहरू पनि यादगार हुन्छ र यसले नै टिम स्ट्रङ बनाउँछ भनेर भनेको छ। इङ्ल्यान्डसँगको गेममा इङ्ल्यान्डको ठ्याक्कै अपोजिट थियो। त्यो युनिटी, टुगेदरनेस, यो गेम जित्न सकिन्छ भन्ने विश्वास। इङ्ल्यान्डको 1-1 जोडेर 2 बन्छ, अर्जेन्टिनाको 1-1 जोडेर 11 बन्छ भने जस्तै हो। हाइएस्ट लेभल फुटबल गेममा यस्तो सानो सानो कुराले पनि फरक पार्छ। एक प्लेयर हेर्ने हो भने इङ्ल्यान्डको मिडफिल्ड र अर्जेन्टिनाको मिडफिल्डमा यता इन्जो मात्रै 100 मिलियन हो, उता एन्डरसन 100 मिलियन, राइस 100 मिलियन, बेलिङम 100 मिलियन। त्यही पनि बल लिन, बल राख्न, रिस्की पास खेल्न कुन मिडफिल्डले गर्न खोज्यो त्यो हामीले देखिहाल्यौँ। यो वर्ल्ड कपमा एउटा अर्को कुरा थाहा पाइयो, नेसनल टिमको पनि आफ्नो कन्ट्री अनुसार फुटबल यसरी खेल्ने भनेर आइडेन्टिटी हुनुपर्ने रहेछ। अर्जेन्टिनाको मिडफिल्ड हेभी स्टाइल, सानसानो प्लेयर, टेक्निकल प्लेयर, सेन्टरबाट खेल्ने उनीहरूको कल्चर नै हो। बच्चैदेखि गल्ली गल्लीमा, युथ लेभलमा सम्म त्यही कल्चर बोकेको प्लेयरहरू आउँछन्। स्पेनको पनि त्यस्तै छ, पासिङ गेम, पोजिसनल प्ले भनेर बच्चैदेखि युथ सेटअपदेखि नै त्यो सिकाएर आएको हुन्छ। अनि सिनियर टिममा त्यही प्लेयरहरू आउँदा एउटा आइडेन्टिटी बोकेर आउँछन् र नेसनल टिम सक्सेस हुनलाई त्यो एउटा आफ्नो आइडेन्टिटी चाहिँ बोकेर आएको हुनुपर्ने रहेछ। अर्जेन्टिना र स्पेनको फाइनल गेमको कुरा गर्न अगाडि थोरै इङ्ल्यान्डको गेमको कुरा गरौँ। सुरुमा त यो म्याच WWE MMA फाइट जस्तै थियो। फाउल हान्ने, दुईतिरको प्लेयर जोसिँदै जाने, बेन्चमा इङ्ल्यान्डको कोच तुकेल बौलाउने, रेफ्रीसँग भिड्ने। यो बेलिङम पनि मेसीसँग जुत्न खोजेर इङ्ल्यान्डको हिरो मै हो र आज दुनियाँको आँखा परिरहेको बेला म मेसीसँग जुधेर मेसीलाई निकालिदिन्छु अनि म हिरो बन्छु भनेर यो हिरो बन्न खोजेको। फर्स्ट हाफ त डेड नै थियो। दुईटै टिमले चान्स बनाउने नाम निशान थिएन। सेकेन्ड हाफमा इङ्ल्यान्डले गोल हान्यो र गोलपछि डिफेन्ड गर्न थालिहाल्यो। अर्जेन्टिनाले सब्स्टिट्युटहरू ल्यायो। गोन्जालेज आएपछि चाहिँ यो सधैँ क्रसको टार्गेट भइरहेको हुन्छ। क्रसहरूमा यसको टाउको परिरहेको हुन्छ। सब्स्टिट्युट आएको डिपलले पनि क्रस दिन थाल्यो। माकालिस्टरको हेडिङ सर्टहरू सब पोलमा लागिरहेको थियो। एन्जोले पनि बक्स अगाडिबाट सर्ट दिएको थियो। फर्स्ट हाफमा पनि दियो, गोल हुनु अगाडि पनि दियो। इङ्ल्यान्ड पुरै बक्सभित्रै डिफेन्ड गर्न थालेपछि बक्स अगाडिबाट यस्तो सर्ट हान्ने स्पेस र टाइम मिल्ने भइहाल्यो र गोल पनि 85 मिनटमा ब्याङ्गर गोल, म्याच सेभिङ गोल। र अन्तिममा फेरि मेसीको क्रस, पर्फेक्ट क्रस सिधै लौतारोको टाउकोमा। इङ्ल्यान्डको बक्समा 6.5 फुटको खम्बाहरू कति 4-5 जना थियो होला, तिनीहरूलाई कटाएर ठ्याक्कै लौतारोको टाउकोमा परेको क्रस। इङ्ल्यान्ड पनि सुरुदेखि नै झुर खेल लाग्थ्यो। नकआउटमा पनि बल्ल बल्ल मेक्सिको, कङ्गो,
नर्वेसँग पनि टिकेर आएको त्यो म्याचहरू पनि डिफेन्डिङ गरेर पार लागेको हो। यो म्याच पनि पार लागेको भए वा हुन्थ्यो। अब फुटबलमा त्यस्तै हो, रिजल्टले ओपिनियन डिसाइड गर्छ। अब आउट भएपछि के गरेको, सुरुमै हार मान्यो, बल अगाडि लान सक्ने प्लेयरै भएन, त्यस्तो कुरा थियो। अब स्पेनसँगको फाइनलको कुरा गर्नुपर्दा कि त यो अर्जेन्टिना टिम ब्याक टु ब्याक वर्ल्ड कप जितेर वान अफ द ग्रेटेस्ट टिम बन्दैछ, कि त स्पेनले फेरि ब्याक टु ब्याक युरो र वर्ल्ड कप जितेर एउटा नयाँ डोमिनेन्ट एरा प्रुभ गर्दैछ। स्टोरी हिसाबले सोच्ने हो भने लामिन यामालले 16 वर्षमै युरो र वर्ल्ड कप जित्यो भने मजा चाहिँ नआउने भयो क्या। मेसी जस्तो 35 वर्ष कुरेर हारेको हारे गरेर त्यसरी जित्दा त्यो भिक्ट्रीको भ्यालु नै छुट्टै भएर आउने। त्यसैले यामालले इजिली 19 वर्षमै इन्टरनेसनल फुटबल कम्प्लिट हान्ने भन्दा त्यो स्टोरी एङ्गल चाहिँ नरहने भयो। स्पेन अर्जेन्टिना दुइटै टिम बल राखेर चान्स बनाउन खोज्ने टिम, काउन्टर अट्याक दुइटै टिमको स्ट्रेन्थ होइन। त्यो भन्दै स्पेन अर्जेन्टिना भन्दा अलिकति राम्रो होला काउन्टर अट्याकमा। दुइटै टिम टेक्निकल प्लेयरहरूसँग खेल्ने टिम, फिजिकलिटी, रनिङ पावर त्यस्तोलाई कम प्रायोरिटी दिने, बलसँग को राम्रो छ त्यस्तो प्लेयरलाई खेलाउने टिम। दुइटै देशको कोच नेसनल टिमको युथ टिमलाई कोच हानेर आएको हो। दुइटै टिमसँग आफ्नो आइडेन्टिटी छ, हामी यसरी फुटबल खेलेर जित्ने हो भनेर। स्पेन होल गेम कन्ट्रोल गरेर जितिरहेको टिम, अर्जेन्टिना मोमेन्ट्स निकालेर जितिरहेको टिम। स्पेनको काम एन्ड कम्पोज प्लेयरहरू, अर्जेन्टिनाको चाहिँ अग्रेसिभ फाल हान्ने जङ्गिने खालको प्लेयरहरू। स्पेन आरामले जितिरहेको टिम, अर्जेन्टिना यो आराम भन्ने चिज के हो भन्ने थाहा नै नभएको टिम। स्पेन लामिन यामालको इम्प्याक्ट बिना पनि काम चलिरहेको टिम, अर्जेन्टिना मेसीको इम्प्याक्ट बिना घर चल्न खोज्ने टिम। अर्जेन्टिनाको बानी नै सुरुमा झुर खेल्ने अनि गोल खाएपछि सब्स्टिट्युसन हानेर तात्ने अनि कमब्याक हान्ने खालको छ। तर यदि स्पेनले सुरुमा गोल हान्यो भने त्यहाँ चाहिँ कमब्याक गर्न गाह्रो पर्छ, किनकि अरू टिम इजिप्ट, इङ्ल्यान्डले चाहिँ गोल हानेपछि बक्सतिरै डिफेन्ड गरेर बसिए, आफूले बल राख्न पनि खोजेनन्। तर स्पेनले चाहिँ बल राखेर नै डिफेन्डिङ गर्छ अनि पास खेलेर थकाउँछ। अलि रिस्की पास खेल्दै खेल्दैन, बरु साइड पास ब्याक पास खेलेरै बिताइदिन्छ। रिस्क नै नलि सिम्पल खेलेर गेम किल गर्नमा स्पेन माहिर छ। त्यही भएर यदि स्पेनले सुरुमा गोल हान्यो भने चाहिँ अर्जेन्टिनालाई गाह्रै पर्नेवाला छ। मेरो अनुमानमा यो वर्ल्ड कप फाइनल फिल्मको क्लाइम्याक्स नै हो। अब यो फुटबलको भिडियो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदैछ। लामिन यामालले मेसीलाई हराएर वर्ल्ड कप जितेर यो फिल्मको क्लाइम्याक्स इन्ड हुँदैछ। त्यो भन्दैमा मेसी र अर्जेन्टिनालाई अन्डर एस्टिमेट गर्ने पाप चाहिँ नगरौँ। प्रेडिक्सन भनेको अहिलेसम्मको पर्फर्मेन्स हेरेर हो। त्यो दिन त्यो वर्ल्ड कप फाइनलमा कुन अर्जेन्टिना टिम उत्रिन्छ थाहा नै हुँदैन। लास्ट वर्ल्ड कप फाइनल जस्तो फ्रान्ससँग अर्जेन्टिना फुल कन्ट्रोलमा भएको जस्तो त्यो पनि भइदिन सक्छ। एक त यो वर्ल्ड कप फाइनलमा हाफ टाइममा आधी घन्टाको गाना बजाना हुन्छ के भनिरहेको थियो, अनि यो सँगै सकियो वर्ल्ड कप। 1 महिना बेस्ट फुटबल, बेस्ट म्याचेस, बेस्ट वर्ल्ड कप, सुधी नसुधी कति म्याच झुल्दै हेरियो, कति म्याचले झुल्नै दिएन, मजाले इन्जोय गरियो। र यो ब्लकबस्टर फाइनल, द ग्रेटेस्ट स्टोरी इन फुटबल सहित यो 2026 वर्ल्ड कपको आनन्द अन्तिम पटकलाई।